रोजगार सम्बन्धी मेरो एउटा प्रश्न थियो मान्यज्यू अलिकति सुनिदिनुस् न। यो फ्री भिसा फ्री टिकटका नाममा लाखौं नेपाली युवाहरू करोडौं ठगिन बाध्य छन्। तपाई बारम्बार श्रम मन्त्री बन्नु भएको छ, के गर्नु भएको छ? तपाईले के हो कि हाम्रो यहाँको नियम कानुन सबै थाहा छैन त? नियम कानुन थाहा भएको हिसाबकिताबमा सरकारले जति तय गरेको छ त्यो भन्दा बढी चाहिँ नि त्यो कसैले पनि पैसा दिनु हुँदैन। तर नियन्त्रण कसले गर्ने? त्यसै मैले अब दिनु हुँदैन। जब तपाईले चाहिँ थाहा छ यति पैसा भन्दा बढी चाहिँ दिनु हुँदैन, पछि दिनु हुँदैन। अनि सरकारले नियन्त्रण गर्नु पर्दैन? खुलेआम ठगी धन्दा छ। बाबा ठगी धन्दा भएको हुनाले त तपाईले दैनिक देख्नु होला नि, 2 जना 4 जना मान्छे ठगीमा चिन्ताएर कारबाही भइरहेको छ। नम्बर 1। अर्को अहिलेसम्म तपाईले चाहिँ 36,000 ठगीका मुद्दा परेका छन्। त्यो मुद्दा फैसला गर्ने कुरामा हामीले अब कानुन संशोधन गरेर मुद्दा हेर्ने अधिकार चाहिँ अब हामी जिल्लालाई पठाउँदैछौँ। जिल्लालाई पठाउने बित्तिकै चाहिँ ठगहरूको बिग 30 सिद्धेर जान्छ त्यहाँ हैन। 10 वर्ष भइसक्यो यो निर्णय ल्याएको, 10 वर्ष भएन। अहिले कहाँ होइन ल्याएको छैन, निर्णय ल्याएको छैन। कानुन संशोधन गर्नु, कानुन बनाएको 10 वर्ष भएन र अब त्यो कानुनको दुरुपयोग गरे हुनाले कानुन संशोधन गरेर अब चाहिँ हामीले के छ भन्नुहुन्छ नि, त्यो यो के अरे तपाईँको चाहिँ ठगीका जति पनि केसहरू छन् तल हेर्छन्। किनभने जिल्लामा ठगी हुन्छ भने यहाँ बसेका हुन्छन्, विचार पीडित मान्छे यहाँ आउनु पर्ने भइरहेको हुन्छ, उसले जिल्लामा न्याय पाउँछ त्यहाँ। र अर्को कुरो के छ भन्नुहुन्छ नि, यो विषयमा सबभन्दा महत्त्वपूर्ण विषय के छ भन्नुहुन्छ नि, ठगीवाला विषयमा चाहिँ त्यहाँ चाहिँ 2 थरी मान्छे ठगेका छन्। एक थरी मान्छे केही नबुझेर ठगेका छन्, धेरै मान्छे बुझेर ठगेका छन्। जब सबैलाई थाहा छ व्यक्तिगत भिसामा चाहिँ नि विदेशमा जानु हुँदैन, अहिले सबभन्दा बढी ठगिएका मानिसहरू युरोप अमेरिका जाने नाममा ठगिएका छन्। त्यहाँ चाहिँ संस्थागत हिसाबले जानुहोस् भन्दा भन्दै पनि व्यक्तिगत हिसाबले अब कुनै मान्छेको चाहिँ लहलैमा लाएर गएको हुन्छ भने त्यो चाहिँ तपाईँ हामी सबै काम हो सचेतना दिनुपर्छ। अनि मेरो प्रश्न चाहिँ के हो भने नि 10 वर्ष भइसक्यो सरकारले निर्णय गरेको खाडी मुलुक सहित मलेसिया फ्री भिसा फ्री टिकट, अझै पनि लाखौं नेपाली युवाहरू करोडौं ठगिन बाध्य भएको छ। सरकारले वैदेशिक रोजगार विभाग छ, मन्त्रालयमा तपाईँ हुनुहुन्छ, के गरिरहेको छ? प्रश्न त्यहाँनिर हो। प्रश्न कहीँ छैन, त्यहाँ प्रश्न छैन। कुरो सुन्नुहोस् न, सबभन्दा महत्त्वपूर्ण विषय के हो भन्नुहुन्छ नि, वैदेशिक रोजगारमा जाने मानिसहरूलाई व्यवस्थित रूपमा जानको निम्ति अहिले वैदेशिक रोजगार कानुनमा हामी संशोधन गरिरहेका छौँ, पहिलो कुरो। दोस्रो कुरो पनि ठगीका मामला जति आएका छन् सबैमाथि हामी कारबाही गर्दैछौँ। हरेक दिन तपाईँले हेर्नु होला ठगीका मामलामा कारबाही भइरहेछ, मान्छे कारबाही पनि परिरहेको छ। पीडितले न्याय पाएको छैन भनेर मिडिया धाइरहेको छ। मिडिया त मैले त्यही भने नि, पीडितले न्याय नपाएपछि त्यहाँबाट त त्यसैले वैदेशिक रोजगारमा जाने मान्छे ठगिएपछि सम्बन्धित निकायमा उजुर गर्नुपर्छ। उजुर गर्ने बित्तिकै प्रमाणको आधारमा हामी सबै कारबाही गरिरहेका छौँ। तर यो पूर्ण रूपमा तपाईँहरूले कानुन कार्यान्वयन गराउन सक्नुहुन्न। कानुनको कार्यान्वयन भने कानुन संशोधन गरिरहेका छौँ, त्यसको आधारमा चाहिँ भनेको के पैसा लाग्ने कानुन बनाउने। अब 10,000 को रिसिप्ट दिन्छन्, लाखौं रुपियाँ लिन्छन्, यो तपाईँलाई थाहा छ नि? यो कुरा तपाईँलाई पनि थाहा छ नि कुरा? म मन्त्री होइन नि, तपाईँ मन्त्री हो नि, नेपालको इतिहास सम्बन्धित निकाय भनेको तपाईँ हो नि। अहिलेको कार्यकालमा आपत्ति होइन कि यो कानुन कार्यान्वयन कहिले हुन्छ? मेरो प्रश्न त्यहाँनिर हो कि मैले भन्न खोजेको के भने मलेसिया अहिले 1 वर्षदेखि बन्द छ हो, र मलेसिया हाम्रो द्विपक्षीय सम्झौता हुँदैछ। सम्झौतामा हामीले सबै देशमा के भने एथिकल रिक्रुटमेन्टको लागि चाहिँ त्यहाँबाट चाहिँ 0 कस्ट चाहिँ कहीँ पनि हुँदैन। तपाईँले पहिले बुझ्नुपर्छ लागत खर्च लाग्दछ हो। 10,000 तोक्नु भएको। अब एकछिन मानौँ, अब 10,000 जुन तोकिएको छ त्यो 10,000 तोकिएको कुरा चाहिँ अहिलेको समय अनुकूल छ कि छैन भने कानुन बनाउनु पर्यो। त्यसैले त भन्दैछु, त्यसैमा हामी छलफल गर्दैछौँ। कारण के भने आजभन्दा 10 वर्ष पहिले एउटा व्यवसाय गर्ने संस्थालाई चाहिँ 10,000 रुपियाँ तिमीले चाहिँ लिएर पाउँछौ भने तपाईँले कानुन गर्नु भएको छ हो कि? श्रमिकको पक्षमा भन्दा पनि तपाईँ व्यवसायको पक्षमा बोल्नुहुन्छ क्या? तपाईँको व्यक्तित्वहरू जस्तै एकछिन तपाईँसम्म सोध्छु ल, तपाईँ त जनताको प्रतिनिधित्व गर्ने व्यक्ति हो। तपाईँले चाहिँ नेपाल सरकारले अहिले चाहिँ वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई बिना धितो ऋण दिने भनी निर्णय गरेका छ। अब तपाईँले भन्नुहोस् कति दिने? 10,000 दिने जुन अहिले चाहिँ हामीले तोकेका छौँ, 10,000 आधारमा लिएर जाने कुरो छ त्यहाँ। म एउटा कुरा मैले बारम्बार भनिरहेको छु, त्यहाँ 10,000 सेवा शुल्क तोकिएको छ, मान्छेले 1 लाख 2 लाख लिएर गएको छ भन्ने कुरो चाहिँ नि जानकारी छ। हामी तिमीले कति पैसा तिरेको छौ भन्दा फेरि उसले 10,000 को रसिद ल्याएर देखाउँछ। अनि दिँदै दिँदैन त त्यहाँ भन्दा उता किन दिएको त फेरि पैसा? 10,000 बाध्यता हो नि त। तपाईँले देशमा सुन्नुहोस् न, देशमा काम गर्ने स्थिति छैन, तर बाध्यता हो। सरकारले 10,000 यदि 1 लाख दिएको छ भने उसलाई मैले 1 लाख दिएको छु 1 लाख लिऊ भनेर भन्नु पर्यो नि त। लिँदैन त। अब यो त कस्तो कुरा भयो? त्यहाँ नेपाल सरकारले कानुन बनाएको 10,000 दिने, तपाईँ चाहिँ 2 लाख दिनुहुन्छ भने किन दिए तपाईँले? बाध्यता हो के? मैले तपाईँलाई भनिरहेछु कसले विचार मेरो भनाइ भन्दैछु त बाबा, तपाईँले 10,000 कानुन बनाएको छ, 10,000 दिनुहोस्।
10,000 बढी नदिनुहोस्। अनि लिनेलाई चाहिँ के हुन्छ त? मेरो प्रश्न त्यहाँनिर हो कि लिने त जसले प्रमाण सहित लिएको छ त्यसलाई कारबाही भइरहेको छ। विभागले के गर्छ त? खोइ कारबाही विभागले के गर्छ अहिलेसम्म कतिजनालाई कारबाही गर्नुभयो यो वर्ष? ल यो वर्ष कतिजना कारबाही गर्नुपर्छ नि त्यो तपाईँले म सूचना तत्कालै दिन सक्दिनँ, तर हरेक दिन तपाईँहरूको मिडियाले यो मान्छे ठगिएको छ, यहाँ ठगिएको छ, यो कारबाही परेको छ, यो जेल गएको छ देखिरहेको छ। ठगिएको त लेखेको छ, तर कारबाहीको चाहिँ सम्भवतः त्यो लिस्ट तपाईँहरूले सार्वजनिक गर्नु यसैले मानव सार्वजनिक कुराले चाहिँ मैले भने त्यो अहिलेको बेलामा विभागमा गएर कति मान्छेले कारबाही भएको छ भने तपाईँले सूचना लिन सक्नुहुन्छ। कसैले दिएन भने अन्तिम बेला भन्नुहोस्।